साथीहरु यो भिडियो सुरु गर्नुभन्दा पहिले म तपाईलाई यहाँनेरि एउटा भिडियो देखाउन चाहन्छु। त्यसपछि म भिडियो सुरु गर्नेछु है त। पहिला यो भिडियो क्लिप हेर्नुस्। वेल साथीहरु यो भिडियो पनि हेर्दै गरौँ, हामी कुरा पनि गर्दै गरौँ है त। यो भिडियो झट्ट हेर्नेबित्तिकै तपाईहरुलाई याद आयो कि यो भिडियो रहेको थियो साफ अन्डर 20 महिला च्याम्पियनशिप जुन चाहिँ बंगलादेशमा भएको थियो, जसमा नेपाल र बंगलादेशको खेल भइरहेको थियो र इम्पोर्टेन्ट म्याचमा जुन बंगलादेश खेलमा सिमरन राई र सागरिकाको फाइट, साफ अन्डर महिला 20 च्याम्पियनशिपमा जुन सागरिका र सिमरनको फाइट खेल चलिरहेको बेला एक आपसमा केही मिसअन्डरस्ट्यान्ड हुन्छ र जसको कारणले गर्दा चाहिँ अब यहाँनेरि ठुलै लफडाइ पर्छ। जुन सिमरन राईले चाहिँ लतारेर पन्च नै हान्नु खोजेको यहाँनेरि देखिन्छ र अन्ततः यो खेलमा दुवै खेलाडीले रातो कार्ड पाउँछ। त्यस पश्चात इम्पोर्टेन्ट म्याच जुन चाहिँ सिमरन राई गुमाउनै नहुने खेल चाहिँ गुमाए र सागरिका त यसै पनि स्टार खेलाडी थिए, उनले पनि खेल गुमाए। दुवै खेलाडीले रातो कार्ड पाएर अन्ततः खेल मैदानबाटै बाहिरिनु पर्यो र खेल मैदानबाट मात्र बाहिरिनु परेन, उनीहरूले दुई खेल पनि गुमाएका थिए। यो सँगै दर्शकबिन सिमरन राई र सागरिकाले $500 चाहिँ फाइन पनि भर्नु परेको थियो जुन खेलको झगडाको कारणले गर्दाखेरि चाहिँ। दर्शकबिन अब सोचौं यस्तो खेल, त्यो पनि साफ अन्डर 20 वुमन च्याम्पियनशिप जस्तो इम्पोर्टेन्ट खेलमा राष्ट्रिय महिला फुटबल टिमका खेलाडीले यस्तो व्यवहार गर्नु चाहिँ सुहाउँदैन। तर पनि मिसअन्डरस्ट्यान्ड हुन सक्छ, कुनै गेममा धक्कामुक्की हल्का फुल्का पर्छ भन्ने कुरा यो स्वाभाविकै हो खेलमा भन्ने कुरा मिसअन्डरस्ट्यान्डिङले गर्दा चाहिँ हुन्छ भन्ने कुरा हो। र दर्शकबिन पछिल्लो समयमा कुरा गर्ने भने सिमरन राई अब राष्ट्रिय खेलाडी हुन्। अब राष्ट्रिय स्तरका खेलाडीले यस्तो खेल खेल्नु सुहाउँदैन बिल्कुलै। तर पनि सिमरन राईले यो पार्ट चाहिँ सिकेको जस्तो मलाई लागेन। म किन भनिरहेको छु, किनभने एउटा फुटबल प्रेमी, सच्चा प्रेमी भएको कारणले र महिला फुटबलकै धेरै भिडियो बनाउने कारणले गर्दा चाहिँ अहिले जुन उनको भिडियो देख्दाखेरि मलाई एकदमै नरमाइलो लाग्यो। र जुन सिमरन राईले अहिले गरिरहेको यो पछिल्लो समयको यो एउटा कुन खेल होला सायद मलाई पनि थाहा भएन, तर गेममा फेरि पनि सिमरन राईले यस्तै झगडा चाहिँ गरिरहेको छ। यो भिडियो हेर्नुहोस्। अब साथीहरु यो भिडियो हेर्नुहोस्, यहाँनेरि सिमरन राई कसरी चाहिँ जोसिएको छ र सिमरन राईले लगातार खेलाडी कुटिरहेको छ। यहाँनेरि हेर्नु है, यस्तो ओ माई गड, यो राष्ट्रिय स्तरको खेलाडीले यसरी गर्दाखेरि उनको भविष्य अब के हुन्छ यहाँनेरि हेर्नु त। यसरी खेलाडी राष्ट्रिय स्तरको खेल खेलिरहेको खेलाडीले यसरी गरिरहँदाखेरि उनको भविष्य के हुन्छ, उनको करियर, फुटबल करियर चाहिँ के हुन्छ भन्ने कुरा सोच्नु पनि एकदमै जरुरी छ। तर त्यो कुरा सिमरन राईले बिल्कुलै सोचेको छैन र यहाँनेरि तपाईले हेर्न सक्नुहुन्छ उनी लगातार अरु खेलाडीमाथि जाइरहेको हामीले प्रत्यक्ष रूपमै देख्न सकिन्छ। जसको कारणले गर्दा चाहिँ अब उनले यो सोच्नुपर्छ फुटबल करियर मात्रै नभएर उनले फुटबलबाटै पनि ब्यान्ड हुन सक्छ उनको चाहिँ फुटबल खेल र उनले खेल्न नपाउने पनि हुन सक्छ। यो कुरा एकदमै सोच्नुपर्छ र सिमरन राईले यो कुरा चाहिँ सोचेर कदम चाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। र यो स्तरको खेलाडी जुन राष्ट्रिय महिला फुटबल टिमका खेलाडीले यसरी फाइट गर्नु खेलमा यो बिल्कुलै सुहाउँदो कुरो होइन। मलाई जुन लागेको कुरा मैले तपाईहरुलाई भनेको। र सिमरन राईलाई मेरो पनि सानो सुझाव छ, तिमी नानी राष्ट्रिय खेलाडी बनिसकेको, जुन अन्डर 20 बाट खेल खेलिसकेको, जुन चाहिँ अहिले तिमी सँगै खेलेको खेलाडी हेर्ने भने जस्तै कि मेना देउपा एउटा नेपालको स्टार भइसकेको छ, सेना टिममा अहिले खेलिरहेको छ। पूर्णिमा राई तिमी सँगै खेलेका खेलाडी अहिले चाहिँ स्टार भइसकेको छ, राष्ट्रिय टिममा खेल खेलिरहेको छ भने तिमी पनि राष्ट्रिय टिममा पर्न सक्छौ। तर यो तिम्रो व्यवहारले भोलि गएर तिम्रो करियर सबै चिज चाहिँ चकनाचुर हुन सक्छ। जस्तै भएर तिम्रो जुन रिस छ त्यो रिसलाई चाहिँ प्लिज कन्ट्रोल गर। यदि कन्ट्रोल गरेन भने यो रिसले तिम्रो फुटबल करियर बर्बाद हुन्छ, फुटबल खेल्ने तिम्रो जुन अहिले छ त्यो कुरा सबै ब्यान्ड हुन्छ, जसले गर्दाखेरि चाहिँ भोलि गएर तिमीलाई करियर नै यो घमण्डले चाहिँ बर्बाद बनाउन सक्छ। वेल साथीहरु, तपाईहरुलाई यसको बारेमा के लाग्छ? अब तपाईहरुलाई जस्तो लाग्छ, तपाईहरुलाई लागेको कुरा जस्तो चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ भन्दै बिदा हुन चाहन्छु। जय नेपाल, जय नेपाल फुटबल।